हजुर म पिस लभर, म शान्ति प्रेमी, म नेचर लभर। धेरै समयपछि होइन पहिलो पटक आएको छु लमजुङमा। स्वागत छ हजुरलाई घाले गाउँ र नमस्ते, म पिस लभर। हजुर हामी हिजो राज परिवार सोनम श्रेष्ठ हामी घले गाउँ प्रसिद्ध घले गाउँ विषयमा मर्सङमा अवस्थित घन पोखरामा पनि आइयो। अनि ओहो राजन भाइ, अब मेघौलीमा सँगै फुटबल खेलिदिएको थियो है। अब आज एकदमै सुमधुर प्राकृतिक दृष्टिले होइन मलाई नै एकदम खुसी लाग्यो। अब यो घले गाउँ, अब हामी घले गाउँ पार गरेर अहिले राजन बाबु हामी कतातिर आउँदैछौँ? हामी अहिले चाहिँ ठ्याक्कै नायुमा छौँ सर। के भन्नु? नायुमा छौँ। अनि अब यो गुम्बा कटेपछि गेट सुरु हुन्छ। यो गुम्बा कटेपछि गेट सुरु हुन्छ भन्नु होइन? त्यसपछि चाहिँ हामी घनपोखरामा। घनपोखरा? हजुर। यो घनपोखरा गाउँपालिका हो? होइन होइन, गाउँको नाम हो सर। गाउँको नाम मर्स्याङदी गाउँपालिका पर्यो। मर्स्याङदी गाउँपालिका। अनि त्यहाँ गेटमा घनपोखरा भनेर लेखिएको थियो। त्यो घनपोखरा चाहिँ गाउँको नाम सर। ओके, गाउँको नाम। अल राइट। मर्स्याङदी गाउँपालिका घनपोखरा गाउँ यतिखेर हामी छौँ। अनि पुरै काठहरू पनि पुरै चाङ मिलाएर राख्नु भएको रहेछ। अनि यो रूपले फाँट के हो, सुदी कि खुदी? खुदी। खुदी। ओहो, क्यान यु बिलिभ इट, क्यान यु बिलिभ इट? Oh my goodness, look at this beauty of nature. हजुर यतिखेर हामी घले गाउँ। अनि राजन भाइले भने जस्तै हामी घले गाउँबाट यो अहिले कुन गाउँ भन्नुभयो? नायु। नायुमा छौँ। मेरो प्यारो भाइ राजन गुरुङ यतिखेर। हजुर उहाँ यही ठाउँबाट हो। अनि देख्न सक्नुहुन्छ यतिखेर चाहिँ सेता दाँत मजाले देखाएर चाहिँ हाम्रो हिमाल, कुन हिमाल? मनास्लु के भन्दै हुनुहुन्थ्यो है हजुरले? मनास्लु, लमजुङ हिमाल। ओके, ल हेर्नुहोस् हजुर, अब घले गाउँका धेरै ठाउँहरू घुम्न बाँकी नै छ। हजुर म पिस लभर, म शान्ति प्रेमी, म नेचर लभर। कस्तो फुट्यो यार है सुरुवातै है ब्लगिङको सुरुवातै अब चाहिँ फुटाइबाट हो। यसको सुखद हुन्छ। यो ढिकी धेरै अगाडिको पालामा त हामीले देखिन्थ्यो, अहिले हाम्रो पालामा देखिन्थेनौँ। अहिले घन पोखरामा हामी यहाँ लमजुङ ढिकी देख्ने पनि मौका पायौँ। ओहो, घन पोखरामा अवस्थित यो ढुङ्गा जुन धेरै वर्ष अगाडि जोडिएको स्थितिमा, र यहाँ मैले स्थानीय जनतालाई सोधे अनुसार यो कुनै पनि नराम्रो शक्ति प्रवेश गर्न लाउँदा यो बन्द हुन्थ्यो अरे। आश्चर्यचकित। आफै बन्द हो नि? आफै बन्द हुने। त्यस्तो खालको यो बनाइ होइन सोनम बाबु? राजन श्रेष्ठ बाबुले पनि जानकारी गराउनु भएको छ। राजन गुरुङ होला। ए राजन गुरुङ। राजन गुरुङ, सोनम श्रेष्ठ। स्कुल भइरहेको रहेछ क्या? स्कुल भइरहेको के? स्कुल भइरहेको रहेछ भर्खर। अब स्कुल हाफ टिफिन हो कि? हाम्रो आदरणीय शिक्षक शिक्षिकाहरूको मिटिङ रहेछ। श्री घले उत्तर कन्या प्राथमिक विद्यालय, उत्तर कन्या 2 घले गाउँ लमजुङ, स्थापित 2035 साल। र यहाँ child is a book which the teachers has to learn from page to page. हुन्छ। 1 वर्ष बाँच्नु छ भने धान रोप, 10 वर्ष बाँच्नु छ भने रुख रोप, र 100 वर्ष बाँच्नु छ भने शिक्षा रोप, चिनिया उखान। तिमी कतिमा पढ्छौ नि? तिम्रो नाम के हो? बबिता कि के भन्नु? पवित्रा। ल पवित्रा। राम्रै ठाउँ। विद्यार्थीलाई चाहिँ ठिकै त, चिसो ठिक्कको हुने होइन? हाम्रो सिजनमा त स्कुलमा पनि गाह्रो नि होइन त? एकदम। आज चाहिँ मौसम खुलेको फुलेको हो, उता पुरै बन्द भएको। बिहानै फुल्यो अरे। तर राम्रोसँग हिमाल चाहिँ देख्न पाएन है? पाएन, म चाहिँ अनलकी रह्यो। ठिकै छ। अब तिमी बसिन्जेलसम्म खुल्न नि सक्छ नि त होइन? लमजुङ
होटल घलेगाउँ कटेज अब गेम हेर्ने भनेर आएको हुँदै भएन है 3-4 दिनसम्म अब के गर्नु त हजुरहरू काम नि हेर्नु पर्यो फेरि ठिकै छ नेक्स्ट टाइम डेफिनेटली अरू भन्दा नि पदम दादा हामीसँगै खेलेको झन् हामी हुँदै है तिमीहरूको म्याजिकल डिस्प्ले भइहाल्छ जित्छौ म ढुक्क छु हजुरको ब्लेसिङ छ हामीमा होइन घलेगाउँ अत्यन्तै सुन्दर ठाउँ आउनुहोस् अझ हाम्रो हेर न भ्यू टावर है भ्यू टावर चाहिँ अनि हाम्रो दिदी अनि 98 वर्षको बुवा लगाएर मैले हिजो त्यहाँ हेरेर थाहा पाएँ नि त हामी गयो त बुवा पनि हुनुहुन्थ्यो क्या ए अँ साँच्चै है अनि मलाई एकजनाले भन्नुभयो बुवा नै हो र होइन उहाँ होइन अर्को उहाँ नै हो न त मैले 98 भनेर उहाँले होइन भन्नुहुन्थ्यो 98 पुग्नु हो र यस सोनु ए आशीर्वाद दिन पाइयो साम्बा सविता भन्दाखेरि साम्बाको नि होइन कति समय पुग्छ यहाँबाट यहाँ बुलबुले यो रेसरबाट त लगभग आधी घन्टा पुगिन्छ आधी घन्टा दिन लाग्दैन यहाँबाट है उहाँ पुगिन है अब यहाँको मान्छे अब अहिले फ्रेन्ड्स क्लबमा अब आज ह्याट्रिक आज ह्याट्रिक हेर्नु त कति प्राउड मोमेन्ट है यस्तो खेलाउँदा पनि अब सिम्पानी हो उसको त सिम्पानी हो ठ्याक्कै न नभए होटल घलेगाउँ कटेज ल गाडी पनि आफै जानुपर्छ सर जाउँ के गर्छ अहिले ल गर्छु एकचोटि फोनै हान्नुपर्छ मनोजीलाई है एकचोटि हान बाबु ल काटेँ है त मैले 8:30 भयो